साथीहरू सबैजनालाई नमस्कार। आज म अलिकति फरक किसिमले एउटा भिडियो बनाउन गइरहेको छु। करिब 2 हप्ताभन्दा बेसी म अन्य साथीहरूको जस्तै युट्युब लाइभमा गइरहेको थिएँ। यसमा मैले के देखेँ भने कतिपय साथीहरू युट्युबमा जो पनि आउन खोज्नु भएको छ, युट्युब च्यानल बनाउनु भएको छ, उहाँहरूमा कस्तो समस्या रहेछ भने कतिको डब्ल्युटी पुगेको छैन, कतिको सब्सक्राइब पुगेको छैन। तर उहाँहरू युट्युब बनाउनलाई, युट्युबमा केही गर्छु भन्नलाई अगाडि बढिरहनु भएको छ। उहाँहरूको लागि एउटा सहयोग होस् र एउटा सबैको भिडियो सबै साथीहरू कहाँ पुगोस् अ, र सबैलाई युट्युबमा केही सजिलो होस् अगाडि बढ्नलाई भन्ने हिसाबले मैले यो भिडियो रेकर्ड गर्दैछु। स्पेसल्ली कस्तो भयो भने कतिपय हामी युट्युबमा जोडिएका छौँ, जति पनि साथीहरू नयाँ साथीहरू जोडिँदै हुनुहुन्छ र जोडिसक्नु भएको छ। उहाँहरूमा जति पनि समस्याहरू आइरहेको छ नि, जस्तै वाइटीको समस्या, डब्ल्युटीको समस्या आइरहेछ, त्यसपछि सब्सक्राइबरको समस्याहरू आइरहेछ। यो पूर्ण होस् भन्ने हिसाबले मैले यो भिडियो रेकर्ड गरेको छु। यसमा मैले एउटा कस्तो माध्यम बनाएको छु भने सबैजनाको भिडियो सबै साथीहरूसँग सेयर गर्न हामीलाई गाह्रो परिरहेको थियो। सेयर पनि भइरहेको थिएन र यो सबैजना कहाँ पुग्नलाई एउटा मैले अलिकति ब्रिज बनाउने काम गरेको छु। करिब 2 हप्ता म अन्य साथीहरूको जस्तै युट्युब लाइभमा गइरहेको थिएँ। उहाँहरूको धेरैजनाको लगभग सब्सक्राइबर पुग्न लागिरहेको थियो। अनि सब्सक्राइब पुगेको साथीहरूको डब्ल्युटी पुगेको थिएन। अनि यो नपुग्नुको कारण हाम्रो मिडिया भएको थिएन क्या, जस्तै एउटा ब्रिज थिएन, सबै कहाँ सपोर्ट भइरहेको थिएन। त्यस कारणले मैले यो भिडियो रेकर्ड गर्नुको कारण पनि त्यही हो। सबैको भिडियो हामीले एकअर्कामा साट्न, एकअर्कासम्म पुर्याउनलाई सजिलो होस् भनेर मैले 2 वटा च्यानल, एउटा टेलिग्राम च्यानल र एउटा फेसबुक पेज क्रिएट गरेको छु। जति पनि तपाईँहरूले बनाउनु भएको भिडियोहरू फेसबुक पेजमा गएर तपाईँ सेयर गर्नुहोस्। सबै साथीहरूले हेर्ने मौका पाउनुहुन्छ र त्यहाँ सबै साथीसँग पुग्ने मौका मिल्छ। अर्को टेलिग्राम जो ग्रुप छ, त्यहाँभित्र सेयर गर्नुभयो भने नि तपाईँको भिडियो त्यहाँ ग्रुपमा हुने सबैजना सँग पुग्नेछ र उहाँहरूले सबैले एकअर्काको भिडियोलाई सपोर्ट गर्ने मौका पाउनुहुन्छ भन्ने हिसाबले मैले दुईवटा चिज चाहिँ तयार पारेको छु। आउनुहोस् तपाईँहरू पनि त्यही उसमा जोडिनुहोस् है। जोडिएपछि तपाईँलाई सजिलो हुनेछ तपाईँको भिडियोहरू पुर्याउन, सब्सक्राइब बढाउन, प्लस बिस्तारै सबैजना जोडिँदै जाउँला। म धेरैजनालाई जोड्ने प्रयास गर्छु। सकभर त सायद टाइम मिलेसम्म म लाइभ बसेर पनि सपोर्ट गर्ने मौका पाउनेछु। म सबैलाई सपोर्ट पनि गर्छु म लाइभ बसेर। अब यो च्यानलमा 2 वटा जो क्रिएसन मैले गरेको छु, त्यो च्यानलमा कसरी जोडिने त? मेरो डिस्क्रिप्सनमा नि छ। त्यसै गरेर मेरो भिडियोमा क्लिक गर्नु भने भिडियोमा आउनुहोस्। भिडियोमा आइसकेपछि तपाईँहरू सरर तल आउनुहोस्। तल आएपछि यहाँ मोर लेखेको छ, मोरमा क्लिक गर्नुहोस्। मोरमा क्लिक गरेको छ, यहाँ फेसबुकको पेज पनि देख्नुभयो अनि टेलिग्राम देख्नुभयो। जति पनि टेलिग्राममा हुनुहुन्छ उहाँहरूले टक्क टेलिग्राममा यसै क्लिक गर्नुहोस्। तपाईँ टेलिग्राममा पुग्नुहुन्छ होइन। मैले भर्खर सुरुवात गरेको छु र भोलि पर्सि यो ग्रुप अवश्य बढ्नेछ भन्ने कुरो छ। यो टेलिग्राम च्यानल हो, मैले क्रिएट गरेर रेडी गरेको छु। सबैजना यसमा जोडिनुहुन्छ र बिस्तारै हाम्रो सङ्ख्या बढ्ने नै छ भन्ने आशा छ होइन। त्यसै गरेर अर्को फेसबुक पेज छ, यसमा क्लिक गर्नुहोस्। सिधै तपाईँ फेसबुक पेजमा जानुहुन्छ अनि त्यहाँबाट तपाईँले आफ्नो भिडियोहरू सेयर गर्न सक्नुहुन्छ। यो 2 वटा चिज म जोडिनु हो भने तपाईँहरूको भिडियो जति पनि भिडियो बन्दै गरेको छ, त्यो भिडियोहरू सबै साथी कहाँ जति पनि जोडिँदै हुनुहुन्छ र त्यसमा अलरेडी हुनुहुन्छ उहाँहरूसँग सेयर गर्न एकदम सजिलो हुनेछ। मैले लगभग तपाईँको फेसबुक पेजमा अलरेडी 1400-1500 जना मान्छे हुनुहुन्छ, त्यसमा अलरेडी जोडिसक्नु भएको छ। त्यही मेरो पुरानो जुन फेसबुक पेज थियो त्यसैलाई मैले केही चेन्ज गरेर यो माध्यम बनाएको छु।
त्यहाँ अलरेडी 1500 मान्छे 14 देखि 1500 मान्छे हुनुहुन्छ हैन। यसै गरेर तपाईँहरूको जति पनि भिडियो बन्छ त्यो पेजमा लाइक गर्नुहोस्। लाइक गरेर पेजमा तपाईँ त्यहाँ एउटा लाइक गरिसकेपछि तपाईँहरूको एउटा बनाएको जस्तै युट्युबहरू सेयर गर्न सक्नुहुन्छ तपाईँ त्यो पेजमा जोइन हुनुभयो भने। र टेलिग्राममा जोइन हुनुभयो भने ग्रुप मैले भर्खर तयार गरेको छु। यो ग्रुपमा डाइरेक्ट बिस्तारै सबैजना जोडिनुहुन्छ र तपाईँहरूलाई त्यहाँ मार्फत त्यहाँ सेयर गर्नुभयो भने तपाईँको भिडियो सबै कहाँ पुग्छ। बिस्तारै बिस्तारै सबैजना जोडिनेछ। म जोड्ने प्रयास गर्नेछु हैन। तपाईँहरूलाई जति पनि हामी नयाँ युजर हुनुहुन्छ युट्युबमा यसरी सजिलो होस् भन्ने हिसाबले मैले यो भिडियो खास स्पेसली रेकर्ड गरेको हो हैन। तपाईँहरू जति पनि साथीहरू हुन्छ जोडिँदै जानुहोला। अगाडि बढ्नलाई सजिलो होला। केही युट्युबबाटै तपाईँहरूको केही एउटा नभए पनि सानोतिनो पकेट खर्च चाहिँ निकाल्न सजिलो होस् भन्ने हिसाबले मैले यो भिडियो रेकर्ड गरेर एउटा ब्रिज तयार पारेको छु। आशा छ तपाईँहरू सबैजना जोडिने हुनेछ। यति भन्दै आज यस भिडियोबाट चाहिँ म बिदा हुन्छु हैन। फेरि यस्तै अरू कुनै सजिलो तरिकाहरू जस्तै युट्युब सम्बन्धी म धेरै कुराहरू अध्ययन पनि गर्दैछु। जति मैले नयाँ चिजहरू भेटाउँछु तपाईँहरूलाई सहयोग गर्न सक्छु त्यो चिजहरू म अवश्य सेयर गर्नेछु। आउनुहोस् सबैजना जोडियौँ, सँगै अगाडि बढौँ, हातेमालो गरौँ। एकअर्कामा सपोर्ट भयो भने अगाडि बढ्न त्यति टाइम लाग्दैन। सबैजनालाई यति भन्दै आजको भिडियोबाट चाहिँ म बिदा लिएँ। फेरि अन्य भिडियो लिएर आउने नै छु है। फेरि हामी फेरि जोडिउँला, भेटघाट गरौँला। थ्याङ्क यू सो मच। सबैजनालाई धेरै धेरै धन्यवाद।